वाउ, एनपिएल सिजन 2 चाहिँ एकदमै रमाइलो होला जस्तो छ है। जसरी अहिले एनपिएल सिजन 2 को लागि जनकपुर बुल्स र विराटनगर किङ्सले साउथ अफ्रिकाका दुई लेजेन्ड प्लेयर वेन पर्नेल अनि फाफ डुप्लेसिसलाई टिममा लिनुभएको छ। त्यो जोस हेर्दा चाहिँ नेपाल प्रिमियर लिग पनि एकदम अन्य देशका लिगहरू जस्तै टपमा आउला जस्तो, एकदमै टप त नभनौँ, अरू देशको कम्पेरिजनमा आउला जस्तो छ। त्यसरी नै अघिल्लो सिजनमा पनि एनपिएल सिजन 1 मा पनि लेजेन्ड प्लेयरहरू जस्तै शिखर धवन, जिमी निसम, बेन कटिङहरूलाई जसरी टिममा एनपिएल खेल्न निमन्त्रणा गर्नुभएको थियो र उहाँहरू आएर पनि खेलिदिनु भयो। त्यसरी अहिले पनि साउथ अफ्रिकाका प्लेयरहरूलाई टिममा निमन्त्रणा गर्नुभयो र एनपिएल खेल्नको लागि, र उहाँहरूले स्वीकार पनि गर्नुभयो र सिजन 2 मा एकदमै धमाका हुनेछ। उहाँहरू चाहिँ एकदम विश्वको टप लिगहरू खेलेर आउनु भएको प्लेयरहरू हो। होप यो एनपिएल सिजन 2 एनपिएल नेपाल र यहाँको नेपाली क्रिकेटले उहाँहरूलाई एकदम राम्रो सम्मान गरोस्। आशा छ एनपिएलका अन्य टिम ओनर्सहरूले पनि लेजेन्ड प्लेयरहरूलाई आफ्नो टिमबाट खेल्नको लागि निमन्त्रणा गर्नुहुनेछ र यसपालिको एनपिएल सिजन 2 चाहिँ एकदम धमाका मचाउनु पर्छ। सबै नेपाली क्रिकेट प्रेमीहरूले एनपिएल सिजन 2 को लागि एकदमै खुसीका साथ अगाडि बढेर सपोर्ट गरेर एनपिएल सिजन 2 लाई एकदम राम्रो गराउनुपर्छ। यसैका साथ जय देश, जय क्रिकेट।